सबैले जान्नुपर्ने उपयोगी लाइफ ह्याकहरू विशेष गरी नम्बर 5। 1. नेल पलिस खस्यो, त्यसमा अलिकति नुन छर्किनुहोस्, केही मिनेट हल्का घस्नुहोस् र दाग गायब हुन्छ। 2. इस्त्रीमा लागेको खिया हटाउन गाह्रो हुन्छ, तर टुथपेस्टमा थोरै नुन मिसाएर स्टिलले घस्दा तुरन्त सफा हुन्छ। 3. जुत्ता धेरै टाइट भयो, एउटा झोलामा पानी भरेर जुत्ताभित्र राख्नुहोस् र रातभर फ्रिजमा राख्नुहोस्। बरफ फैलिएपछि जुत्ता राम्रोसँग फुक्क हुन्छ। 4. फोन ढिरो चार्ज भइरहेको छ, धेरैजसो चार्जिङ पोर्टमा धुलो जम्मा भएको हुन्छ। त्यसभित्र ग्लु हाल्नुहोस्, सुक्न दिनुहोस् र बिस्तारै तानेर निकाल्नुहोस्। धुलो पनि सँगै बाहिर निस्किन्छ। 5. घरमै चिप्स क्लिप बनाउने तरिका। आइसक्रिमको काठलाई 2 टुक्रा पार्नुहोस्, एकमाथि अर्को राख्नुहोस्, एउटा छेउमा हेयर ब्यान्ड बेर्नुहोस् र बीचमा सानो काठ अड्काउनुहोस्। बस, तयार भयो एकदम राम्रो क्लिप। 6. यदि धातुको सामान फोहोर वा धमिलो भयो भने विनेगरमा भिजेको टिस्युले बेर्नुहोस् र रातभर छोडिदिनुहोस्। बिहानसम्म नयाँ जस्तै चम्किन्छ। 7. पुल ट्याब भएको क्यान खोल्न सक्नु भएन, स्ट्रलाई ट्याबभित्र छिराएर माथि तान्नुहोस्, एकैछिनमा सजिलै खुल्छ। 8. अड्किएको औँठी गलत तरिकाले निकाल्दा औँला दुख्न सक्छ, तर एउटा साधारण रबर ब्यान्डले सजिलै बचाउँछ। रबर ब्यान्डलाई औँठीभित्र छिराएर औँलामा कसेर बेर्नुहोस्, त्यसपछि औँठी ब्यान्डमाथि सजिलै चिप्लेर निस्किन्छ, दुखाइ पनि हुँदैन। यो ट्रिक त साँच्चै भाइरल हुन लायक छ।